So guys, back on Facebook है त Soma 60-40. 60-40. Hello guys, welcome everybody, welcome. Thank you for coming on Facebook. हाम्रो नयाँ गेम सुरु हुने लागेको छ। पहिलो बल करण केसी, त्यो बल छोडिदिएका छन्, देख्नु भयो होला। थ्याङ्क यू सो मच। देख्नु भएको छ, कमेन्ट गर्नु होला है। देख्नु भएको छ भने पनि कमेन्ट गर्नु होला, प्रब्लम छ भने पनि कमेन्ट गर्नु होला गाइज। है गाइस, दोस्रो बल करण केसी। यो बल थर्ड म्यानतिर खेल्दैका छन्, ग्यापमा सोमपाल दाइले फिल्डिङ गर्नुभएको छ। ठिक छ गाइस, ठिक छ। सरी अनि त्यस्तो पर्दैन, थ्याङ्क यू सो मच होइन, एप्रिसिएटेड। तर म मिलाउँछु यो। बन्द गरिदिनु म? त्यसलाई बन्द गरिदिनु, त्यसले डिस्टर्ब नगरौँ अगाडि। मैले है गाइस, ल नेपाली साथी, थ्याङ्क यू सो मच। सरी बसेँ त बसेँ, माफ सरी। मेरो थियो कता हरायो यार। यो बल ड्राइभ गरेका छन् सर्ट कभरमा 1 रनको लागि। मोबाइलको रोटेट अन गर्न मिल्दैन सर। रोटेट गर्न मिल्छ सर, मैले मिलाउँदैछु। यो दोस्रो बल भएको छ, यो ओभरको अन्तिममा गिम्बललाई मिलाएर तपाईँहरूलाई स्टेबल देखाउने छु। गिम्बल पनि लिएर आएको छु, सो डोन्ट वरी। अहिले अलिअलि हल्लिरहेको होला यो ओभर चाहिँ। बेयर विथ मी प्लिज। अहिले स्कोर पुगेको छ 2 रन। पहिलो तेस्रो बल बिना कुनै विकेटको क्षतिमा। थ्याङ्क यू सो मच एभ्रीबडी जोइनिङ। हजुर एकैछिन हल्लिन्छ होइन, डोन्ट वरी, एकैछिन हल्लिन्छ। यो ओभरको बिचमा मैले गिम्बल जोडेर तपाईँहरूलाई एकदम स्टेबल रूपमा देखाउनेवाला छु। छाता बन्द भइसक्यो हजुर। लगाइस करण केसी चौथो बल लिएर आएछन्। यो बल खेलिरहेका छन् फाइन लेगको डिरेक्सनमा, सर्ट फाइन लेगमा फिल्डिङ गरे। डिरेक्ट हिट इन्ट्रेस्टिङ हुन सक्थ्यो, तर 1 रन कम्प्लिट गरेका छन् यस बिचमा। टस जित्यो नेपालले, बलिङ गर्ने निर्णय लियो। पहिलो ओभर चलिरहेको छ। मैले पहिलो ओभर सकेपछि चाहिँ साइडमा ब्ल्याक आयो भन्ने हुन्छ, त्यसमा मिलाएर जान्छ। अलिकति गर्नु चाहिँ ल हेर्नुहोस् यो बल
करण केसीको सन्दीप जोरा अलिकति स्लिप हुन पुग्यो तर 1 रन मात्र भएको छ। अब म अलिक एन्टी लाइट परेछ क्या, म मिलाएर खिच्नेवाला चाहिँ डोन्ट वरी। यो पोइन्टपछि म मिलाएर यो ओभरपछि ओभर सकिएको छ। केही बेर प्लिज बेयर विथ मी। प्लिज बेयर विथ मी। यो ओभर सकिएको छ, अहिले गेम भइरहेको छैन। एकैछिन है गाइस, गेम भएको छैन, डोन्ट वरी। नेपालको है, नेपाल भर्सेस हङकङ ल गाइस, दोस्रो ओभर सुरुवात। शेर मल्ल छन् बलिङमा। पोइन्ट रिजनमा ड्राइभ गर्दै यो बल। दोस्रो ओभर पहिलो बल। पहिलो ओभर सकिसक्दाखेरि 4 रन बनेको छ बिना कुनै क्षति नोक्सानमा। यो बल पनि डिक गर्न खोजेका थिए, पुगेको छ। होइन नि 4 रनको लागि खेल्दैका छन् यहाँनिर। ल यो बल शेर मल्ल गर्न गइरहेका छन्। यो बल पनि ड्राइभ गरेका छन्। फेरि ग्यापमा 4 रनको लागि खेल्दैका छन्। शेर मल्ल अलिकति एक्सपेन्सिभ फिल भइरहेका छन्। आउटसाइड द अफ स्टम्प कट गरिरहेका छन् ब्याट्सम्यानले। ब्याक टु ब्याक 2टा चौका। स्कोर पुग्यो एकैछिन, स्कोर पुग्यो 20 रन 12 रन सरी 12 रन। म हल्लाउँदिनँ, एकैछिन पक्नुहोस् ल। के मिलेन भन्दाखेरि नि हल्लाउन मिलेको छैन, एकैछिन पक्नुहोस्। तेस्रो बल। यो बल चाहिँ स्ट्रेट खेल्दैका छन् 1 रनको लागि। सन्दीप जोरा छन् लङ अफमा। अलिकति एन्टी लाइट परेर अलि अँध्यारो अँध्यारो आएको छ। स्कोर अपडेट भन्नुभयो, स्कोर पुगेको छ 13 रन। दोस्रो ओभर चलिरहेको छ। शेर मल्ल छन् बलिङमा। स्क्रिन रोटेट गरेर देखाउँछु हजुर, एकैछिन पक्नुहोस्। यो बल खेल्न चाहन्थे, क्याच आउट भएका छन्। यससँगै पहिलो झट्का, पहिलो विकेट मिलेको छ नेपाललाई। शेर मल्लले दिलाएका छन्। सर्ट लेगमा खेलेका थिए। निकै अग्रेसिभ इन्टेन्ट देखाइरहेको थियो। पहिलो विकेट मिलेको छ नेपाललाई फाइनलमा। देख्नुभयो होला यो विकेट क्याच भएको। छेउको कालो आयो भन्नुहुन्छ। एकैछिन है, विकेट गएको छ, सेलिब्रेट हुँदैछ, खेलाडी चेन्ज हुँदैछ। सब टुकेले सब एक एकवटा फेरि उ गरिहाल्नु त सेयर गर्दिनुहोस्। एउटै खालको सर्ट हान्नु खोज्यो होइन पक्नुहोस् है, पक्नुहोस्। मिलाउँदैछौँ। त्यही हो र। ल अर्को ब्याट्सम्यान आउँदैछन्, पक्नुहोस् है। ल बलिङमा हुनुहुन्छ करण केसी।
ल कन्टेस्टको बल यो पनि अपिल गरेका थिए तर तपाईँलाई बल आउँदाखेरि देखाउँछु डोन्ट वरी ल ठिक छ मैले युट्युबमा गर्न खोजेको एकदम ढिला भयो कि फेसमा स्विच गरेँ आयो करण केसी हिजो म्यान अफ द म्याच भएका थिए 3 विकेट लिएर आज पनि इकोनोमिकल छन् जम्मा 4 रन दिएका थिए फर्स्ट ओभरमा लेट्स सी सेकेन्ड ओभरमा के गर्छन् कस्तो पर्फर्मेन्स रहनेछ यो बल स्लाइटली लेन्थ फुलर लेन्थ थियो अनि स्लोवर पनि थियो सजिलैसँग ग्यापमा खेल्दै 4 रनको लागि 17 रन पुगेको छ यससँगै तेस्रो ओभर चलिरहेको छ 1 विकेट गएको छ त्यो टावरमा चढेर बनाउनु टावर ठुलो छ हजुर टावर चढ्नलाई अपार्टमेन्टमा जानुपर्छ होइन गर्नु चाहिँ अहिले अलिक अप्ठ्यारो छ यो बल पनि राम्रोसँग खेल्दैका छन् एकदम राम्रो सट 6 रनको लागि मिडल अफ द प्याडबाट खेलिरहेका छन् ब्याटरले करण केसीको यो बल सोमपाल कामीतिर थियो तर रोक्न सकेन यो बल राम्रोसँग खेलेका थिए ल्यान्डस्केपमै छ हजुर बल सो 6 रन भएको छ यससँगै 23 रन स्कोर 23 रन पुगेको छ हजुर 1 विकेटको नक्सानीमा तेस्रो ओभर चलिरहेको छ करण केसी अर्को बल लिएर आएका छन् यो बल पनि लेग साइडतिर फ्लिक गरिदिएका थिए प्याडमा थियो लोकेश बमले फिल्डिङ गरेका छन् 1 रनको लागि स्क्रिन ल्यान्डस्केप गर्न हुँदैन भन्नुहुन्छ म अर्को त्यो गेमको बिचमा कोसिस गर्छु ल त्यो ओभरको बिचमा तपाईँलाई अहिले ओभर चलिरहेको भएर म यहाँ ओभर एन्ड गर्न चाहिनँ है त ओभर चेन्ज गर्न चाहिनँ मैले करण केसी अर्को बल लिएर आएका छन् यो बल पनि सिङ्गल चोर्न चाहन्थे तर 30 यार्डभित्र फिल्डरहरू छन् किनभने अहिले हामी पावर प्लेमै छौँ अझै 6 ओभर पुग्न अझै लामो समय छ राम्रो स्टार्ट गरेको छ 24 रन छ तर एकदमै हट एन्ड ह्युमिड डे छ अभियसली लाइक रेगुलर सिङ्गापुर डे त्यो भएर ब्याटिङ गर्न इन्भाइरोमेन्टले सजिलो नभए पनि ओभरअल स्टेट चाहिँ राम्रो देखिन्छ बल ब्याटमा आइरहेको छ बााउन्स पनि ठिक छ सो यो बल स्लाइटली सोर्ट थियो क्याच हुन सक्ने चान्सेस छ हेर्नु शेर मल्लले शानदार क्याच लिएका छन् नेपालको दोस्रो विकेट यससँगै करण केसीले 1 विकेट शेर मल्लले 1 विकेट शेर मल्ल दुईटै विकेटमा इन्भल्भ भएका छन् यसमा क्याच गरेर अघिल्लो चोटि आफैले विकेट लिएका थिए बाबर हायत हुँदो रहेछ उहाँले चिन्नुभयो हाम्रो यो सुनिरहेको नाम हो सिजन नाम हो एकदमै डेन्जरस ब्याट्सम्यान आउट हुनुभएको रहेछ अब यो हामी गर्दै गर्दाखेरि एकैछिन म मिलाउन खोज्छु है त हजुरहरू एकैछिन वेट गर्नुहोस् एकै सेकेन्ड पक्नुहोस् है एकैछिन पक्नुहोस् है मैले अर्को गेम हुँदै गर्दाखेरि यहाँनिर मिलाउँदैछु के अरे हाम्रो विकेट गएको छ त्यो विकेट गएको टाइममा तपाईँहरूले भनेको कमेन्टहरूको आधारमा मिलाउँदैछु पक्नुहोस् है डोन्ट वरी विल गेट ब्याक तपाईँहरूको कमेन्ट अनुसार नै राम्रोसँग देखाउनलाई जुम गरेर स्टेबल देखाउनको लागि कोसिस गर्दैछु ल स्लाइटली स्टेबल हुने चान्स छ अब किनभने म
सेटअप गरेको छ ल अब नयाँ ओभरको लागि आएको छ दिपेन्द्र सिंह आइडी एकदम गर्मी भयो गाइस म अलिकति पछाडि आएँ असम्भव भयो ल यो बल दिपेन्द्र सिंह आइडीको यो